नमस्कार। कार्यक्रम क्षितिजभन्दा परमा यहाँलाई स्वागत छ। दर्शकवृन्द, आज हामी साहित्य क्षेत्रका एकजना अग्रज व्यक्तिसँग कुराकानी गर्न गइरहेका छौँ, जो साहित्य क्षेत्रमा निरन्तर लागिरहनु भएको छ। स्रष्टा, कवि तथा लेखक हुनुहुन्छ। आज हामी एलबी छेत्रीसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकका रूपमा काम पनि गरिसक्नु भएको छ। यद्यपि अहिले रिटायर्ड जिन्दगी जिउँदै हुनुहुन्छ र लेखनमा सक्रियता छ। उहाँका कृतिहरू विशेष गरी नेपाली र अङ्ग्रेजी भाषामा लेखिएका छन्। उहाँले हालसम्म कविता सङ्ग्रह 2 र कथा सङ्ग्रह 3 वटा प्रकाशित भइसकेको छ र पछिल्लो पटक उहाँले अमेरिकामा 43 दिन नामक पुस्तक पनि प्रकाशन गरिसक्नु भएको छ। आउनुहोस्, आजका अतिथि कवि तथा स्रष्टा एलबी छेत्रीलाई कार्यक्रममा स्वागत गर्नु। स्वागत छ सर यहाँलाई। नमस्कार, धन्यवाद। यहाँलाई स्वागत छ। अब यहाँ कार्यक्रम आइसके पछाडि आजको कार्यक्रम म यहाँकै एउटा छोटो कविताबाट सुरुवात गर्न चाहे। हो, ल धन्यवाद। यो कविता मैले मेरो जीवनको सिद्धान्तको रूपमा लिएको छु। शीर्षक छ हे मान्छे। हे मान्छे, काट, छम्टी, निमोट जे गरे नि गर, तर एउटा कुरा बुझिराख हे मान्छे, म प्रकृति, म सृजना, म निर्माण, उम्रन छाड्दिन, पलाउन बिर्सन्न, आकाशिने लक्ष्य त्याग्दिन, यो मेरो नियम, नियति र निर्णय। धन्यवाद। हस्, धन्यवाद। यहाँलाई कस्तो मिठो कविता। अब यहाँ त लामो समय अङ्ग्रेजी साहित्यको विद्यार्थी पनि, प्राध्यापन पनि गर्नुभयो। साहित्यको विशेष गरी अझै साहित्य अनुरागी हैन, यहाँ निरन्तर सक्रियता पनि उस्तै छ, अपडेट पनि यहाँ एकदमै हुने। यहाँले बुझेअनुसार नेपाली साहित्यलाई यहाँले कसरी बुझ्नु भएको छ? होइन, नेपाली साहित्य भन्ने बित्तिकै क्याटेगोराइज हुन्छ। तपाईँको प्रश्न के साहित्यलाई कसरी बुझिन्छ? म अङ्ग्रेजी साहित्यको विद्यार्थी। मैले अङ्ग्रेजीमा स्नातकोत्तर गरेँ र त्रिभुवन विश्वविद्यालयमा आएर फेरि पुनः साहित्यकै शिक्षक बने र प्राध्यापक भएँ। अन्तिममा म गएर क्याम्पस प्रमुख भएर रिटायर भएको हो। 2000 वीरेन्द्र बहुमुखी क्याम्पसको म क्याम्पस प्रमुख भएँ 2061बाट 65 सम्म। त्यसपछि म रिटायर भएँ। खाली समय म कुनै जबमा गइनँ। चाहना थियो कुनै देशको राजदूत भएर जान पाउँछु कि भनेर, तर मेरो राजनीतिक कुनै लगाव थिएन। पोलिटिक्समा म जान चाहिनँ। यसकारणले म सबभन्दा राम्रो आफूलाई साहित्यप्रति समर्पित गरेँ। तर यसको अर्थ यो होइन कि म साहित्यकार नै बने। म साहित्यकार बन्न सकिनँ। म साहित्यकार होइन पनि, किनकि साहित्यकार बन्नको लागि धेरै ठुलो साधना चाहिन्छ, प्रयत्न चाहिन्छ। म भन्छु जसले साहित्यमा भाग लिन्छन्, माने कविता लेख्छन्, कथा लेख्छन्, गजल लेख्छन्, चावडा कविता र गजल लेख्दैमा ऊ साहित्यकार चाहिँ बन्दैन। त्यसको मापदण्ड अर्कै हुन्छ। फेरि पनि हामी साहित्यिक क्षेत्रका मान्छे हौँ है। फेरि हामीले साहित्य मन पराउँछौँ, साहित्य प्रेमी हौँ, साहित्य अनुरागी हौँ, साहित्यका फलोवर हौँ। र म साथसाथै साहित्यको एक प्रकारले साहित्यको कार्यक्रमहरू गरेर रुचाउँछु, कार्यक्रम गर्न रुचाउँछु। त्यस कारणले मैले कवि डाँडा साहित्य समाज आजभन्दा 22 वर्ष पहिला स्थापना गरेर हामीले कवि डाँडा साहित्य समाजको मार्फतबाट धेरै कार्यक्रम गर्दछौँ। यो बिचमा ल्याएर अब तपाईँले मलाई सोध्नुभयो साहित्यलाई कसरी बुझ्नुहुन्छ। साहित्य मानव जीवनको अध्ययन हो। तपाईँ आफै साहित्य हो, म पनि साहित्य हो। साहित्य हो, साहित्यकार होइन। तपाईँ साहित्य हो, तपाईँमाथि मैले साहित्य लेख्न सक्दछु, किनकि मैले नारीका पीडा लेख्दछु, पुरुषको अडान लेख्दछु, भगवानको कुरा लेख्दछु, प्राणी जगतको कुरा लेख्दछु, प्रकृतिको कुरा लेख्दछु। विलियम वर्ड्सवर्थले प्रकृति लेख्दथे। जर्ज बर्नार्ड शाले नाटक लेख्थे, परिवार नाटक लेख्दथे। हेनरी इब्सनले परिवारको नाटक लेख्दथे। शेक्सपियर जस्ता महान नाटककार भए। यी सबैले के गरे भनेदेखि साहित्य लेखे। के को साहित्य लेखे? मानव जगतको साहित्य लेखे। मानव जगतको साहित्य के भयो त? मानव जगतको अध्ययन भयो। यही मानव जगतमा प्राणी पनि पर्छन्, यही मानव जगतमा प्रकृति पनि पर्छ।
अनि अगाडि पनि हामीले कुराकानी गऱ्यौँ अफ द रेकर्डमा होइन, जस्तो अब यो कवि डाँडाको कुरा छ नि, कस्तो नौलो होइन र कस्तो राम्रो लाग्यो कि सुन्दा पनि। कवि डाँडा जसको यहाँ अध्यक्ष हुनुहुन्छ विगत 22 वर्षदेखि, यसको नामाकरण कसरी रहन गयो? हुन त अब यहाँहरूले ठुला ठुला कार्यक्रमहरू पनि गर्नुभएको छ, काठमाडौँकै स्रष्टाहरूलाई लिएर गएर सम्मान पनि गर्नुभएको छ होइन, धेरै व्यक्तिहरू सम्मानित पनि हुनुभएको छ। त्यताका कार्यक्रमहरू लिएर आएर काठमाडौँमा पनि एउटा साहित्यिक गतिविधिले चलायमान बनाउनु भएको छ, यसको अलिकति फेरि बुझ्नु न सर। अब सबैले जब कवि डाँडा साहित्य समाज भन्ने बित्तिकै कवि डाँडा अनौठो मान्छन् र रमाइलो पनि मान्छन्, आहा कति राम्रो नाम हो भनेर भन्छन्। मैले के स्वीकार गर्नुपर्छ भने हाम्रो चितवनमा नारायणघाटबाट लगभग 8-10 किलोमिटर 8-10 मिटर माथि डाँडो जस्तो देखिन्छ। त्यो गुलाबबाग, रामबाग, फुलबारी, कैलाशनगर, नारायणपुर भन्ने गाउँहरूको सेरोफेरो छ। अनि त्यो डाँडाबाट उभिएर ठिक जब हामी सामुन्ने हेर्छौँ टोटल सेताममै हिमाल देखिन्छ। वास्तवमा डाँडा त त्यो हो। फेरि 10 मिटर जति हामी माथि भएकोले डाँडा हामी पनि भयौँ। र एउटा अर्को कुरा के हो भने जब हामी त्यहाँबाट रिङ रोड जस्तो बनेको छ, बाटै बनेको छ कर्र, यहाँबाट ढुङ्गो हान्यो भने नि कुनै न कुनै कविको टाउको घरमा छानामा पर्छ त्यो। पनि यति धेरै कवि छन् त्यहाँ, त्यो मेरो क्षेत्रमा यति धेरै कवि र साहित्यकारहरू छन्। त्यहाँ एउटा समूह बन्यो युवाहरूको र मेरो घरमा भेला भयो र उहाँहरूले भन्नुभयो सर आउनुहोस् एउटा साहित्यिक समाज बनाऊँ र त्यसको तपाईँले अध्यक्षता गर्नु पर्यो भने। ती युवाहरू नाम लिनुपर्छ मैले, सुरेन्द्र अस्तफल, गणेश शर्मन, उदय अधिकारी, सृजन अविरल, नवराज ढुङ्गाना, यस्ता यस्ता यिनीहरूले भने कि युवराज भूषाल, सबै यिनीहरूले भने कि सर एउटा संस्था बनाऊँ भन्यो भने र त्यही हामी तातेर एउटा संस्था बनायौँ। अनि यसलाई नाम के दिने त भन्दाखेरि कविहरू छन् यहाँ त, कवि नै कविहरू छन् यहाँ त है। त्यसो भएदेखि कविको नाम त राखौँ ताकि हामी डाँडामा पनि छौँ भने यसलाई कवि डाँडा किन नभन्ने भनेर हाम्रो युवाहरूले गणेश शर्मन, सुरेन्द्र अस्तफलहरूले यसलाई भन्दाखेरि त्यसको नाम हामीले कवि डाँडा साहित्य समाज राख्यौँ। 22 वर्षदेखि त त्यसको अध्यक्ष मै हो। अब युवाहरूले भन्छन् सर तपाईँ आजीवन हो, यसलाई चाहिँ गर्नु पर्दछ र म गरिरहेको पनि छु, सक्रियता पनि छ। र हाम्रै के भने कवि डाँडा साहित्य समाजको ले गर्दा म एक प्रकारले अभियन्ताको रूपमा चिनिएको छु, साहित्य अभियन्ताको रूपमा। हामी प्रत्येक वर्ष 3-4वटा कार्यक्रम गर्छौँ, जानकारी नै दिन्छु। अधिराज्यमा सबैभन्दा ठुलो राष्ट्रिय आख्यान पुरस्कार पनि हामी नै दिन्छौँ, 1,25,000 को। र अहिले हालै पाउनु भएको जो अद्वैत भन्ने पुस्तकले, कृष्ण गौतम सरको पुस्तकले पाएको थियो, त्योभन्दा पहिला मनु भन्ने पुस्तकले पाएको थियो सुवेदी सरकोले। निकै राम्रो काम गरिरहनु भएको छ, प्रशंसनीय छ होइन। अब लेखन क्षेत्रमै अलिकति केन्द्रित हुन चाहे म, यो लेख्नको लागि के चाहिँदो रहेछ सर? अनुभूति, विचार कि शब्दकलाको अभ्यास, के लाग्छ यहाँलाई? होइन, अब लेख्नको लागि के चाहिन्छ भने के लेख्नको लागि पहिला कुरा आयो नि त। कविताको लेख्नको लागि धेरै कुरो चाहिन्छ, नाटक लेख्नको लागि अरू कुरो चाहिन्छ, किनकि अब कविताको कुरा गर्ने भने त पहिला त उसभित्र कविता हुन पर्यो नि त। यहाँ त समस्या के भइरहेछ भने जसले कविता लेख्न चाहन्छ त्यो भित्र कविता छैन, बराबर लेखिया छ, लेख्दा लामो लेखिसक्यो, भित्र कवितै छैन। अब त्यसको के काम भएर? तैपनि हामी प्रेरणा दिन्छौँ, मनमा आएको कुरा लेख, भाव लेख, भावना लेख, विचार लेख र त्यसलाई कविता बनाऊ। कविता भनेको के हो? कविता भनेको कला हो। जब तिमीले कविता लेख्यौ, आफ्नो भाव लेख्यौ, त्यसपछि त्यसमा कलाको पक्ष नछुटोस्। कलाको पक्ष छुट्ने बित्तिकै त्यो मात्र कोरिएका कविता हुन्छन्, अरू केही पनि हुँदैन। तपाईँसित त सृजनात्मक कविता हामीसित चाहिएको छ। त्यसको लागि तपाईँसित तपस्या गर्नु पर्यो, सघन तपाईँले के गर्नु पर्यो भने नित्य प्र्याक्टिस गर्नु पर्यो, मेहनत चाहियो, साधना गर्नु पर्यो, मेहनत गर्नु पर्यो, पढ्नु पर्यो। र तपाईँले भन्नुभयो कविता कसरी लेखिन्छ,
सबभन्दा पहिला कविता बुझ्न सक्नु पर्यो। जसले कविता बुझ्दछ उसले कविता राम्रो लेख्दछ। कविता नबुझिकन कविता लेख्न थाल्यो भने त्यसको कवितामा दम हुँदैन। अब आएको कविता बुझ्ने कसरी भने राम्रा राम्रा कविहरूका राम्रा राम्रा कविता पढ्न पर्यो। सुरुवातमा राम्रा राम्रा कविहरू हाम्रो देशमा धेरै कविहरू छन् नि। भोपी शेरचन छन्, पढाउ न त। शरण मुकारुङ छन्, पढाउँ न त। मनु मञ्जिल पढाउँ न त। भूपिन खड्का भन्छ उहाँले, भूपिन उनलाई पढाउँ न त हामी। श्यामल पढाउँ न हामी। रेशम बिराई पढाउँ न हामी। यी कविहरूका कविताहरू पढौँ, खुब पढौँ। पढ्दा पढ्दै यदि उसले 1 वर्षसम्म यिनीहरूका कविता पढ्यो भने त सम्पूर्ण कविता उसको भित्रै पस्छ। अनि उसको भित्र पनि कविता त खेल्छ र के भन्छन् भने बाहिर निस्कौँ न, म पनि केही लेखौँ न भन्छ। त्यो बेलामा उसका कविता बन्छन्। यहाँ भएको के छ भने अर्काको कविता नपढ्ने, आफ्नो मात्रै कविता लेख्ने। उसित अनुभवको कमी भयो। अनुभवको समयमा सफलताको लागि पनि दौडिनेहरूलाई पनि यो मेसेज होला। 100% सबैको लागि यो मेसेज के हो भने तपाईहरूले कविता लेख्न चाहनुहुन्छ, साहित्यको क्षेत्रमा चाहनुहुन्छ, सबै अध्ययन बहुत ठुलो कुरो। कथाकार बन्नको लागि नि सिधै कथा लेखेर हुँदैन। पहिला कथाकारका कथाहरू पढ्नुहोस् न। नामै लिएर भन्यो भने परशु प्रधानका कथा पढ्नुहोस्, मोहन शर्मा सरका कथा पढ्नुहोस् तपाईँले, मनु भजराकीका कथा पढ्नुहोस् तपाईँहरूले, बीपी कोइरालाका पढ्नुहोस् तपाईँले। यसै गर्ने पढ्न पर्छ। सबभन्दा पहिला पढ्न पर्छ। अध्ययन जरुरी छ। अध्ययन जरुरी। र गाह्रो नमानिकन हामीले फेसबुक अहिले ठुलो प्लेटफर्म भएको छ जहाँ आफ्नो मान्छेले आफ्नो रचना र सृजना राखिराखेका छन्। र दुःखको कुरा के छ भने त्यहाँ ती पढ्दाखेरि कविता भेटिन्छन्, कविता भेटिँदैन, कविताभित्र कविता भेटिँदैन, कथा भेटिन्छन्, कथाभित्र कथा हुँदैन, प्लटको सत्यानाश भइरहेको छ, चरित्रको सत्यानाश भइरहेछ, कवितामा विषयवस्तु नै हराइरहेको हुन्छ। कला मात्रै राखेर पनि कविता हुँदैन, विषय त चाहियो नि त, विचार त चाहियो नि त। यस कारणले म एउटै सुझाव दिन्छु, कसरी लेख्ने भन्दाखेरि चाहिँ प्र्याक्टिस गर्ने, साधना गर्ने। जस्तै एउटा सङ्गीतकार गीत गाउन चाहन्छ भनेदेखि उसले के गर्नुपर्छ? रियाज गर्नुपर्छ। रियाज नगरिकन राम्रो गीतकार बन्दैन त, भने गायक बन्दैन त। उस्तै गरेर कविता लेख्नको लागि पनि साधना गर्नुपर्छ। हुन्छ, हामी फेरि पनि कुराकानीलाई निरन्तरता दिने छौँ। अहिले भने कार्यक्रममा पालो भएको छ विश्रामको। पछि यहाँलाई पुनः स्वागत छ। तपाईँ कार्यक्रम क्षितिजभन्दा पर हेर्दै हुनुहुन्छ। आज हामी कवि तथा लेखक एलबी छेत्रीसँग कुराकानी गरिरहेका छौँ। विशेष गरी लेखन र कविता, कथा, यी साहित्यिक लेखनमा आवश्यक पर्ने कुराहरू र उहाँका आफ्नै अनुभव अनुभूतिलाई पनि आजको कार्यक्रममा समेट्ने प्रयास गरिरहेका छौँ। आउनुहोस् कुराकानीलाई निरन्तरता दिउँ। जस्तो सर, अब यो साहित्यिक सिर्जनामा पनि हामीले स्वतन्त्रताको कुरा गर्छौँ, अलिकति स्वतन्त्रता हुनुपर्छ भन्ने मान्यता राखिन्छ होइन? तपाईँलाई के लाग्छ, यसमा स्वतन्त्रता हुनुपर्छ कि सीमा आवश्यक छ? यस्तो छ कि अब हाम्रो प्रश्न आयो, स्वतन्त्रता के सीमा भन्ने प्रश्न आयो। कुन कसरी यसलाई चाहिँ हामीले प्रेजेन्ट गर्न, कस्तो स्वतन्त्रता खोजिएको छ? अब हिजो आज चाहिँ स्वतन्त्रताको नाममा चाहिँ त्यो प्रश्न गर्न पर्यो तपाईँले। होइन, मन लागेको कविता मन लागेको कुरा लेख्ने हो। तर तपाईँले मन लागेको कुरा लेख्दाखेरि त्यसमा त्यसको सबै कविता हुन्छन् कि हुँदैन? होइन, कलात्मक पक्ष छ कि छैन? तपाईँले भन्न खोजेको कुरा पाठकसम्म पुगेर त्यो पाठकले त्यसलाई मनन गर्न सक्छ कि सक्दैन? बल्ल पो भयो। स्वतन्त्र भनेर जे पाइ त्यही लेखेर त कविता त बन्दैन। व्यक्तिको आवेग मात्रै प्रस्तुति हो कि होइन? त्यसले मान्छेलाई प्रभाव पनि पार्छ मात्रै हो कि, धारा मात्रै हो कि, आवेग मात्रै हो कि? त्यस कारणले मैले भने अध्ययनको आवश्यकता छ भन्ने कारण त्यसैले हो, जोडियो नि त दुइटै। त्यस कारणले स्वतन्त्रता छ। कसैले यो तपाईँलाई चाहिँ यो के भने कि यो अर्डर जमाउन सक्दैन, हैकमबाजी गर्न सक्दैन कि तैँले यो मात्रै लेख, त्यो होइन। तपाईँ स्वतन्त्र हुनुहुन्छ गरिबीको बारेमा लेख्न, यो प्रजातन्त्रको बारेमा लेख्न, साम्यवादको बारेमा लेख्न, प्रकृतिको बारेमा लेख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। लेख्नुहोस्। व्यङ्ग्य लेख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ, आफ्ना पीडा लेख्न स्वतन्त्र हुनुहुन्छ। तर कसैलाई तपाईँले गाली गर्न पाउनुहुन्न। अहिले देखिएका छन् राजनीतिक कविता हामीले पढ्दाखेरि एउटा पार्टीका कविले अर्को पार्टीलाई गाली गर्ने, अर्को पार्टीका कविले अर्को पार्टीलाई गर्ने। म त्यसलाई कविता मान्दिनँ। अब यही बिचमा चाहिँ भनौँ न आफ्नै सहकर्मीहरू बिच पनि प्रमोसनको हिसाबमा पनि कति सपोर्ट गर्ने अथवा अनसपोर्ट गर्ने एउटा गुटुपगुट जस्तो पनि देखिन्छ।
स्वतः भएको छ त्यो। अब त्यो मानवीय कमजोरी हो, राजनीतिक विकृति हो। राजनीतिले के गरेको छ भने अहिले जस्तै प्रज्ञा प्रतिष्ठानको कुरा गरौँ, प्रज्ञा प्रतिष्ठानमा निष्पक्ष मान्छे किन लैन्न? छोटो प्रश्न हो, तर यसको विशाल आकार छ यो छोटो प्रश्नको। प्रज्ञा प्रतिष्ठान चितवन जिल्लाको होइन नि, प्रज्ञा प्रतिष्ठान त राष्ट्रिय हो नि त, कमलादीमा छ नि यसको कार्यालय त। त्यहाँ किन जहिले पनि कि काङ्ग्रेसको मान्छे, कि एमालेको मान्छे, कि माओवादीको मान्छे लाने? यसभन्दा पहिला एमालेका गंगा प्रसाद उप्रेती हुनुहुन्थ्यो, अहिले माओवादीका सर हुनुहुन्छ, राई सर हुनुहुन्छ। यस्तो किन गरिन्छ मलाई यो थाहा छैन। स्वतन्त्र व्यक्ति भन्दा राजनीतिक व्यक्तिको नियुक्तिले बिल्कुलै यसले गर्दाखेरि त बिगारेको त हाम्रो स्वतन्त्रता माथि त खेलबाड त राजनीतिले नै गर्यो नि त। के त्यहाँ अरू योग्य थिएनन् र? अब फेरि त्यहाँ पुगेर फेरि ल म हिजोसम्म पार्टीको मान्छे थिएँ, अब त म निष्पक्ष भएर साहित्यको मात्रै सेवा गर्छु भनेर त्यो पनि होइन। आफ्नै पार्टीका मान्छेलाई त आइजा त आइजा त आइजा भनेर गुट उपगुट भनेर जो अघि तपाईले मात्रै हैन, यस पाली तल अर्को पाली उसलाई भनेर पनि छुटाउने पनि गरिन्छ त्यो परिपाटी। अहिले त देखिया प्रश्न देखिया छ, अहिलेको प्रज्ञा प्रतिष्ठानलाई हेर्ने भनेदेखि प्रश्न देखिया छ, छुट्टिएको छ यो कुन पार्टीबाट आएको हो भनेर। भागभण्डा मिलाउने क्रम जस्तै प्रश्न नै छ। भागमा सबै उनीहरुकै छ एउटै। अब हामीले विगतलाई एकचोटि सम्झिने हो भने जस्तो अब हामीसँग हैन धेरै राम्रा कविहरू लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, पारिजात जस्ता नेपाली आकाशमा एकदमै ओजिलो छवि बनाउनु भएका साहित्यकारहरू पनि हामीले पायौँ। अहिलेको अवस्थामा हामीले त्यस्ता साहित्यकारहरू पाउन सक्ने अवस्था छ कि छैन सर? किन नहुने? जो साधनारत हुनुहुन्छ अहिले पो चिनिनुहुन्न, तर लेख्दै हुनुहुन्छ, राम्रा राम्रा कृतिहरू बजारमा आइरहेका छन्। आज रिकग्निसन नहोला, आजको 10 वर्ष फेरि उसलाई चिनिन्छ त, 15 वर्षपछि चिनिन्छन् नि त उनीहरू छन्। तपाईले सोध्नु भएको सम्भावना छ कि छैन भनेर। सम्भावना साहित्यमा जहिले पनि रहन्छ। कस्तो हुन्छ भने यो गोल्डन एज भन्छ, जुन देशको गोल्डन एज स्वर्णिम युग हुन्छ नि, त्यो स्वर्णिम युगमा स्वर्णिम साहित्य जन्मन्छ। जुन देशमा स्वर्णिम साहित्यकार छ त्यो देशको विकास भएको हुन्छ। अब तपाईले मनमा छातीमा हात राखेर के सोध्न पर्यो भने आफैलाई हाम्रो देशमा राजनीतिक तौरमा स्वर्णिम युग छ र? त आफै उत्तर आउँछ छैन, त्यसमा त साहित्य पनि छैन। त्यही अवस्था छ यहाँ पनि। जस्तै एलिजाबेथन एज भनेको स्वर्णिम एज थियो, त्यो बेलामा शेक्सपियर जस्ता जन्मेका थिए। मलाई लाग्छ जुन बेलामा यहाँ लक्ष्मीप्रसाद देवकोटाहरू थिए सायद स्वर्णिम युग थियो कि, अहिले त म भन्न सक्दिनँ। त भूपिसन शेरचन जस्ता कवि त यो देशले जन्माएकै हो नि त। यस्तै गरेर अहिले पनि लेखिराख्नु भएको छ। अहिले मैले 2-4 जनाको नाम पनि भने पनि उहाँहरूले पनि राम्रो राम्रो कविता लेख्नु भएको छ। समस्या त्यस मुनिको पुस्ताको छ, त्यसभन्दा त्यस मुनिको नि पुस्ताको छ। 4 पुस्ताको गरौँ न त। लक्ष्मी देवकोटाको पुस्ता गरौँ, अनि अहिले लेख्न लागेका पुस्तक जो अहिले नाम लिए मैले, श्यामलहरूको नाम लिए नि त, कवि श्यामलको नाम लिए मैले, यो के अरे मनुमञ्जिलहरूको नाम लिए मैले, भुपिनको नाम लिए मैले। यो पुस्ता भयो। त्यसपछि अहिले जो लेख्दैछन् तिनको पुस्ता, अब उम्रनी पुस्ता त नवसर्जक हुन् नि त। तिनले गाइडेन्स कहाँबाट पाउने? यसो सोचौँ, तिनीहरूले गाइडेन्स कहाँबाट पाउने? डाइरेक्टली फ्रम लक्ष्मीप्रसाद देवकोटा वा आफ्ना अग्रजबाट? हामीले भन्छौँ आफ्ना अग्रजबाट। तिनका अग्रजले राम्रो लेखिदिएन, तिनीहरूले राम्रो बुझ्दछन्। त्यस कारणले भनिन्छ यो बजारमा जब सुन्दर साहित्य आउँछ सुन्दर पाठक जन्मन्छन्, जब सुन्दर पाठक जन्मन्छन् सुन्दर लेखक जन्मन्छन्, जब सुन्दर लेखक जन्मन्छन् तब सुन्दर रचना आउँछन्। यो त प्रश्नै छ नि। यस कारणले विकृति कहाँबाट भएको छ, कसरी भएको छ र किन भइरहेको छ र कहाँ गइरहेको छ त्यो पनि हामीले बुझ्न पर्छ। म तपाईँले एकजनाको नाम लिन्छु, महेश पौड्याल, त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक, अहिले PhD गर्दै हुनुहुन्छ यो हिमाल सम्बन्धी, माउन्टेनिङ सम्बन्धी। उहाँ एउटा यस्तो समीक्षक हो जसले यो देशको साहित्यलाई माइन्युटली एकदम तल गएर हेर्दै हुनुहुन्छ कि यो किन विकृति भइरहेछ त। र उहाँ अध्ययन गर्दै, PhD एउटा विषयमा गरे तापनि साहित्यको अध्ययन उहाँले बडो महीन ढङ्गले गर्दै हुनुहुन्छ। र उहाँको एउटै कुरा हो, मलाई जहिले पनि भन्नुहुन्छ, सर
हामी भयौँ, अब त युवाहरूलाई सपार्न पर्छ है, किनकि तिनी हाम्रा भविष्य हुन्। यो महेश पौडेलको भनाइ हो। महेश पौडेल मेरा शिष्य हुन्। म महेश पौडेलको नजिक छैन, महेश पौडेल मभन्दा धेरै माथि गइसके, तर उनी मेरो स्कुलिङमा एउटा के मिलनसारिता छ भने हामीले नयाँ जेनेरेसनलाई चाहिँ हुर्काउँदाखेरि राइट सर्ट अफ ट्रेनिङ, सुन्दर तरिकाको यिनलाई ट्रेनिङ चाहिँ दिनुपर्छ भने त्यस्तो बनाउनु पर्यो। अब अगाडि पनि यहाँले भन्नुभयो नि, अब अहिले त प्रविधिको सूचना प्रविधिको युग छ होइन, सबैको हात हातमा मोबाइल छ, एकैछिनमा आफ्ना रचनाहरू प्रकाशित गर्नलाई पनि सोसल साइटहरूले पनि धेरै राम्रो भूमिकाहरू खेलिरहेका छन्। यो डिजिटल युगले साहित्यको स्वाद परिवर्तन गरेको छ कि छैन? अब यो भन्नु साहित्यको स्वाद भन्ने बित्तिकै फेरि फरक अलिकति हुन्छ कि डिजिटल युगले साहित्यमा योगदान दिएछ कि छैन भन्दाखेरि दिएछ। आजभोलि त इन्टरनेटले यति धेरै काम दिएको छ। मेरो कविता लेखेँ, म कान्तिपुरमा पठाउँछु, उसले मेरो प्रकाशित गरिदिँदैन, किनकि मलाई उसले त्यो कविता लायकको सम्झन्न। न यो एलबी छेत्रीको कोसलीमा के राख्ने भन्छ उसले राखिदिँदैन। तर म फेरि निराश हुँदिनँ, किन मेरो कविता म फेसबुकमा राख्छु। जब म फेसबुकमा राख्छु त्यहाँ 101 कविहरूले वाह एलबी सर कति राम्रो कविता लेख्नुभयो भनेर जब भन्छन् म मक्ख पर्छु, म खुसी हुन्छु, म प्रेरित हुन्छु र म फेरि अरू लेख्ने कुरा। र जो मेरा युवा साहित्यकारहरू हुनुहुन्छ उहाँले भन्नुहुन्छ ल अब त सरको जस्तो मैले पनि लेख्छु भनेर भन्छ। यस कारणले डिजिटलले इन्टरनेट दिएको छ। हजुर विकल्प दिएको छ, एकदम विकल्प दिएको छ, राम्रो छ। हजुर। अनि यो अब साहित्यलाई हामीले भनिन्छ नि समाजको ऐना हो जस्तो भन्यो त्यस्तै होइन, प्रस्तुत गर्छ साहित्यले भनिन्छ। यो ऐना मात्रै हो कि सर यो परिवर्तनको यन्त्र पनि हो? दुवै हो। ऐना भनेकै परिवर्तन हो, यो सत्य हो। साहित्य समाजको ऐना हो जो भन्छ, म त यसलाई मान्दछु। किन मान्दछु भनेदेखि साहित्य अघि तपाईँले मलाई सुरुमा सोध्नुमा साहित्यलाई कसरी बुझ्नुहुन्छ भने मैले भने मानव जगतको अध्ययन हो। त मानव जगतको अध्ययन गर्दाखेरि जस्तो देखेँ मैले त्यस्तै लेखिरहेको छु, त्यही त आइरहेछ साहित्यमा, छर्लङ्ग पारेर त्यही आइराखेको छ। त्यो अब कसैको पनि किताबहरू उठाएर निकालेर हामीले हेरौँ भनेदेखि उसले समाजको अध्ययन गरेर लेखेको छ, उसले समाजको अध्ययन गरेर उसले विभिन्न दृष्टिकोणबाट उसले एउटा कलात्मक तरिकाले उसले प्रस्तुत गरेको छ, राइट। त्यो पढ्दाखेरि हामीलाई लाग्छ त यो त गुरुङ समुदायको ठिकै भन्यो त, क्षेत्री समुदायको ठिकै भन्यो त, ब्राह्मण समुदायको ठिकै भन्यो त, ऐना त रहेछ त। अब त्यसमा विकृतिहरू पनि आएका छन्, त्यो विकृतिहरूलाई छर्लङ्ग बनाए हो त, यी विकृति समाजले भन्छ नि त। त्यस कारणले यो विकृति भयो यस्तो गर्न हुँदैन भन्ने एउटा म्यासेज त त्यहाँ गएको छ नि। अब उसले लिनेले समाजमा सुधार हुन सक्छ। तर गाह्रो के छ भने आजभोलि साहित्य समाजको ऐना भए तापनि यसबाट सिक्नेहरूको सङ्ख्या नितान्त कम छ, बहुत कम छ। हजुर। अब हामी कार्यक्रमको अन्त्यमा पनि छौँ। अन्त्यमा अब यो नेपालको साहित्य जगतलाई अथवा साहित्यिक क्रियाकलापलाई माथि उठाउनको लागि अब लेखकहरूले जति पनि हुनुहुन्छ अथवा अपकमिङ लेखकहरू जति हुनुहुन्छ होइन, उहाँहरूले त लेखिरहनु भएको छ, प्रस्तुत गरिरहनु भएको छ। यो प्रकाशकहरूको चाहिँ कतिको हात रहन्छ सर? पाठक, लेखक, पुस्तक व्यवसायी र प्रकाशक, 4 स्टेप भयो कि भएन? लेखकले लेख्छ, प्रकाशक कहाँ जान्छ, प्रकाशकले पुस्तक व्यवसायलाई दिन्छ, उसले बेचेर पाठकमा जान्छ। लेखकले लेख्छ, पैसा पाउँछ, हो, व्यवसायीले बेच्छ, पैसा पाउँछ, प्रकाशकले छाप्छ, पैसा पाउँछ। तिर्नी को पाठक मात्रै त हो नि, अरू त होइन नि। त्यसो भएर त्यो पाठकको इच्छा अनुसार के बजारमा वस्तुहरू आएका छन्, पुस्तक वस्तुहरू आएका छन्, यो ठुलो प्रश्न हो। अहिले पाठकहरू ठगिएका छन्, त्यो ठगीमा प्रकाशकको पनि ठुलो हात छ, प्रकाशकहरूको पनि ठुलो हात छ। मैले भर्खरै एउटा किताब निकालेको छु, यो अमेरिकामा 43 2016 मा म अमेरिका पुगेको थिएँ र अमेरिका जाँदाखेरि मैले 43 दिनसम्मको जो अनुभव गरेँ यसमा यात्रा संस्मरण भनेर लेखेको छु। मैले नियात्रा लेखिनँ, किनकि म ताराचन्द के अरे महान जो हाम्रो हुनुहुन्छ नि नियात्राकार, भर्खरै नाम बिर्सेँ मैले, ऊ होइन, म एलबी छेत्री हो, यसकारण चाहिँ मैले त्यही लेखेँ। भनेपछि यहाँको कुरा पाठकहरू ठगिएका छन्, उनले जे कुरा पाउनको लागि पुस्तकहरू किन्छन्, किताबहरू किन्छन्, त्यो पाएका छैनन्।
उनले जो अपेक्षा गर्छन् त्यो छैन। त्यस कारणले चाहिँ अहिले जो साहित्यको जो स्तर जो छ अलिकति खस्केको हो कि भन्ने कुरो बजारमा आएको हो। हामी कार्यक्रमको अन्त्यमा अब लगभग टुङ्ग्याउनु पर्ने नै बेला हुन्छ सर। हामीले सुरुवात चाहिँ यहाँको कविताबाट गऱ्यौँ होइन, अब अन्तिम पनि यहाँको कविताबाटै गरौँ न सर। सापट्टि मागा मसँग मेरो पुरानो पेटीकोट, च्याता र बनाऊ एउटा लामो टालो, गुटमुटाऊ तिम्रा गनाउने शर्तहरू त्यसमा र फालिदेऊ कुनै बग्दै गरेको नदीमा। साला अझै याद दिलाउँछ आफ्ना शर्तहरू, बिहेको यज्ञमा पुरोहितले पढेका मन्त्र, पत्नीको कर्तव्य, प्रतिबद्धताको गाथा, सतीत्वको महत्त्व। आफू भने सधैँ पस्थ्यो फुल्न लोहारकी छोरी फुलेरियासँगै के दिउँला भनी फकाउँदै उखुबारीभित्र मलेसिया जानु अघि। अब ऊ जमाना नैखे बारे हे वीरेंद्र के बाबा, हाँ तुम्हें हो वीरेंद्र के बाबा, सुरेंद्र तोहरे पुत्र ह, जान लिया बाकी जानकी बारे ना कह सकीला। इहो बुझ लिया काहे न भेजला खर्चा विदेश से, बचला के खातिर चाउर तक किने के रहे न। साला दुकान के पंडितवा ना दियला सुधार, बाकी हमार पेटीकोट उगरला आतुर रहे हरामी। का करती हम तोहरा दोनों संतान के खियावे के रहल, स्कूल पढ़ावे के रहल, का करती हम मजबूरी में का न होला, बोला न हे वीरेंद्र के बाबा। लाज लाग्दैन तिमीलाई, सोच्छौ कसकी छोरी हो यो। मलेसिया जानु अघि राति सुतेनौ तिमी मसँग, कति महिनापछि फर्क्यौ तिमी गन्ती छ। कति महिनामा निस्कन्छन् बच्चा आमाको घरबाट, ज्ञान छ। कति वर्षकी भइनी छोरी जान्न चाहन्नौ, आँगनमा पुग्न साथ सोच्छौ कसकी छोरी हो यो। लाज पचाएको अर्धनग्न मान्छे, भनम कसकी छोरी हो, मेरो नाठाकी छोरी हो। चामल किन्न पैसा दिने की छोरी हो, तिम्रो बच्चाको स्कुल फी, किताब कापी कलम किनिदिने की छोरी हो। भनम कसकी छोरी हो, तिम्रा छोराहरूको आङमा झुलिएका लुगाहरू किनिदिने की छोरी हो। अझ भनम कसकी छोरी हो। त्यो रात झमझम पानी परेको थियो, वीरेन्द्रलाई 104 को जरुरत थियो, अस्पताल लानु थियो। धेरैलाई गुहारे कसैले सुनेनन्, बाटोमा उभिएर हेरे, धेरै गाडी आए गए कसैले रोकेनन्। अन्ततः एउटा चिल्लो गाडी रोकियो, दुई हात जोडे गुहारे वेदना भने। त्यो गाडीको चालकले पनि केही मन्त्र पढ्यो। हाम्रो बिहेमा त्यो पुरोहितले पढेको मन्त्र सम्झे, पुरोहितले पढेको मन्त्रको अर्थभन्दा त्यो चिल्लो गाडीको मान्छेको मन्त्र अर्थपूर्ण थियो। हुन सक्छ जानकी त्यसैको छोरी हो, तर जानकी छोरी हो, ऊ ममता हो, करुणा हो, होली हो हाम्रो समाजको व्यवस्था। तर छाती ठोकेर भन्छु तिमी आमा जस्तै, बहिनी जस्तै, म जस्तै ऊ यो पृथ्वीकी छोरी हो। ऊ एउटा सिङ्गो नारी हो। कसरी भनौँ म तिमीलाई जानकी कसकी छोरी हो। सुन्न चाहन्छौ साँच्चै ऊ कसकी छोरी हो। जानकी कुरूप समाजको बिम्ब बोकेकी एउटा वास्तविक व्याख्या गर्ने हाम्रो समाजकी एउटा सुन्दर छोरी हो। का करबौ जानकी के कर लैकी ह, अरे ई लैकी ह, एगो जान ह हमरा और तोहरे जैसन, चलेले बोलेले पढ़ेले लेखेले। काल उहो महतारी बनी, उहो एगो सृजना बनी। का कैल हे वीरेंद्र के बाबू, इस संसार के गति हमनिए न देली जा। धेरै राम्रो सर, आज काठमाडौँ आएको मौका पारेर हामीले पनि यहाँसँग कुराकानी गर्न पायौँ। अलिकति भए पनि यहाँका अनुभव अनुभूतिहरू र केही सुझावहरू पनि हामीले सुन्न पायौँ र दर्शकहरूलाई पनि सुनाउन पायौँ। आजको कार्यक्रममा आइदिनु भयो, यहाँलाई धेरै धन्यवाद छ। धन्यवाद। हस्, धन्यवाद। आज हामीले कुराकानी गऱ्यौँ कवि तथा स्रष्टा एलबी छेत्रीसँग। अर्को हप्ता नयाँ अतिथिका साथमा नयाँ विषयवस्तु लिएर म कार्यक्रम सञ्चालक कृपा भण्डारी उपस्थित हुने छु। तबसम्मका लागि हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। तपाईँ JNN HD हेर्दै गर्नुहोला। नमस्कार।